नमस्ते साथीहरू, द विनर अडियो बुकमा तपाईहरूलाई फेरि पनि स्वागत छ। आज हामीले कुरा गर्न लागेको पुस्तक जसले चिन्ता, डर र अनावश्यक तनावले भरिएको हाम्रो जीवनलाई शान्ति, आत्मविश्वास र सकारात्मक दिशातर्फ मोड्न सक्छ। आज हामी कुरा गर्दैछौँ विश्वविख्यात लेखक डेल कार्नेगीद्वारा लेखिएको अत्यन्तै प्रभावशाली पुस्तक हाउ टु स्टप वरिङ एन्ड स्टार्ट लिभिङको बारेमा। यो केवल एउटा किताब होइन, यो चिन्ताको पिजडाबाट मुक्त हुने एउटा साँचो हो। यो पुस्तक संसारभरि 30 मिलियन भन्दा बढी प्रति बिक्री भइसकेको छ। सेल्फ हेल्प विधाको सबैभन्दा प्रभावशाली र कालजयी पुस्तकहरूमध्ये यो एक मानिन्छ। आजसम्म यो पुस्तक 40 भन्दा बढी भाषाहरूमा अनुवाद भइसकेको छ र विश्वका 100 भन्दा बढी देशहरूमा लाखौं मानिसको जीवन परिवर्तन गर्न सफल भएको छ। लेखक डेल कार्नेगी व्यक्तित्व विकास, आत्मविश्वास र मानवीय सम्बन्धका क्षेत्रमा विश्व प्रसिद्ध प्रशिक्षक र लेखक हुन्। उनले जीवनभर हजारौं मानिसहरूसँग प्रत्यक्ष रूपमा काम गरे, उनीहरूको डर सुने, चिन्ता महसुस गरे, असफलता र निराशाका कथाहरू बुझ्न खोजे। त्यही अनुभवबाट उनले एउटा गहिरो सत्य पत्ता लगाए। हामीले भोग्ने अधिकांश समस्या वास्तविक समस्या भन्दा पनि भविष्यको अनावश्यक चिन्ताका कारण उत्पन्न हुन्छन्। यही सत्यलाई साधारण भाषा, वास्तविक जीवनका उदाहरण र प्रेरणादायी कथाहरूको माध्यमबाट यस पुस्तकमा प्रस्तुत गरिएको छ। यो पुस्तकले तपाईलाई सिकाउँछ चिन्तालाई कसरी नियन्त्रण गर्ने, आजको दिनमा कसरी बाँच्ने र जीवनलाई कसरी हल्का, खुसी र अर्थपूर्ण बनाउने। यस पुस्तकलाई हामी भाग भाग गरेर सरल र बुझ्न सजिलो शैलीमा तपाईहरूसँग साझा गर्नेछौँ। भाग 1, चिन्ताको जरा, हामी किन चिन्ता गर्छौँ। कल्पना गर्नुहोस्, एक बिहान तपाईँ निद्राबाट उठ्नुहुन्छ, सबै कुरा ठिक छ, तर मन शान्त छैन। कामको चिन्ता, भोलिको अनिश्चितता, परिवारको जिम्मेवारी, अहिले नभएको समस्याको डर, यही हो चिन्ता। चिन्ता यस्तो रोग हो जसले शरीरभन्दा पहिले मनलाई थकाउँछ र मन थाकेपछि पुरै जीवन भारी लाग्न थाल्छ। आज हामी कुरा गर्दैछौँ यस्तै चिन्ताबाट मुक्ति पाउने अत्यन्तै शक्तिशाली दर्शनको बारेमा, जसलाई डेल कार्नेगीले सरल शब्दमा बाँच्ने कला भनेका छन्। एउटा सामान्य मान्छेको कथा। यो कथा कुनै धनी मानिसको होइन, कुनै महान दार्शनिकको पनि होइन। यो कथा हो हामी जस्तै एक साधारण मानिसको। उनी दिनभर काम गर्थे, राति घर फर्किन्थे, तर उनको मन कहिल्यै घर फर्किँदैन थियो, किनकि उनी सधैँ भोलिको बारेमा सोच्थे। यदि जागिर गयो भने, यदि स्वास्थ्य बिग्रियो भने, यदि मैले गल्ती गरेँ भने, यी प्रश्नहरूले उनको निद्रामा पनि उनलाई पछ्याउँथे। डरको कुरा के हो भने ती मध्ये कुनै पनि समस्या त्यो समयमा वास्तविक थिएन, तर चिन्ताले उनको आजको खुसी चोरेको थियो। चिन्ता वास्तवमा के हो? डेल कार्नेगीले एक गहिरो सत्य देखाउन खोज्छन्। चिन्ता भनेको भोलिको समस्यालाई आजको मनले भोग्नु हो। हामी भविष्यमा के होला भनेर आजै दुखी हुन्छौँ, तर भविष्य हाम्रो नियन्त्रणमा हुँदैन। यही असन्तुलनबाट चिन्ता जन्मिन्छ। समय र मनको द्वन्द्व। मानिसको जीवन 3 भागमा बाँडिन्छ, हिजो, आज, भोलि। तर समस्या के हो भने हाम्रो शरीर आजमा हुन्छ, तर मन भोलिमा। डेल कार्नेगी भन्छन्, यदि तपाईँ आजको दिनमा बाँच्न सिक्नुभयो भने धेरै चिन्ताहरू आफै हराउँछन्। आज भन्ने बन्द ढोका। कल्पना गर्नुहोस्, तपाईको जीवन धेरै कोठाहरू भएको घर हो। हिजो एउटा कोठा हो जहाँ गल्तीहरू छन्, भोलि अर्को कोठा हो जहाँ अनिश्चितता छ, तर आज त्यो एक मात्र कोठा हो जहाँ तपाईँ सास फेर्न सक्नुहुन्छ। यदि तपाईँ हिजो र भोलिको ढोका बन्द गर्न सक्नुभयो भने आजको कोठा शान्त हुन्छ। भाग 2,
चिन्ताले हाम्रो जीवन कसरी बिस्तारै नष्ट गर्छ। यदि चिन्ता एकदमै ठूलो दुर्घटना भएर हाम्रो जीवनमा आइपर्थ्यो भने सायद हामी सजग हुन्थ्यौँ। तर चिन्ता त्यस्तो शत्रु होइन। चिन्ता त बिस्तारै चुपचाप हामीलाई थकाउँदै लैजाने एक मौन शत्रु हो। बाहिर सबै सामान्य, भित्र सबै असामान्य। यही हो चिन्ताको सबैभन्दा खतरनाक रूप। डेल कार्नेगीले धेरै डाक्टरहरू, मनोवैज्ञानिकहरू र वास्तविक जीवनका अनुभवहरूबाट एउटा कुरा देखाउँछन्। धेरै शारीरिक रोगहरूको जरा चिन्तामा लुकेको हुन्छ। चिन्ता हुँदा ग्यास्ट्रिक बढ्छ, मुटुको धड्कन बढ्छ, सास छोटो हुन्छ, मांसपेशी तन्किन्छ, पेट, टाउको, ढाड दुख्न थाल्छ। स्वास्थ्य शरीरको लागि चिन्ता धेरै हानिकारक हुन्छ। स्वास्थ्य रहनको लागि कसरत, स्वास्थ्यकर खानाभन्दा पहिला चिन्ताबाट मुक्त हुन सिक्नुपर्छ। चिन्ताले खुसी किन मार्छ? कल्पना गर्नुहोस्, तपाईँ सुन्दर ठाउँमा हुनुहुन्छ, तर तपाईँको मन त्यहाँ छैन। मन भोलिमा छ, डरमा छ, अनिश्चिततामा छ। त्यसैले राम्रो खाना खाँदा पनि स्वाद आउँदैन, सफलतामा पनि सन्तोष हुँदैन, प्रेममा पनि डर मिसिन्छ। डेल कार्नेगी भन्छन्, चिन्ताले हामीबाट आजको खुसी चोर्छ। सम्बन्धमा चिन्ताको असर। चिन्ताले मानिसलाई मात्र होइन, सम्बन्धलाई पनि थकाउँछ। चिन्तित मानिस सानो कुरामा रिसाउँछ, अरूको कुरा सुन्दैन, नकारात्मक सोच फैलाउँछ। परिवार, दाम्पत्य, मित्रता सबैमा अदृश्य दूरी बढ्न थाल्छ र धेरैलाई थाहा हुँदैन समस्या त चिन्ता थियो, मानिस होइन। चिन्ता र निर्णय। चिन्ता भएको मनले ठीक निर्णय गर्न सक्दैन, किनकि डरले सोच ढाक्छ। कल्पनाले वास्तविकता बदल्छ, नकारात्मक परिणाम मात्र देखिन्छ। डेल कार्नेगीले देखाएका छन्, धेरै गलत निर्णय चिन्ताको अवस्थामा लिइन्छ र पछि हामी त्यही निर्णयको झन चिन्ता गर्छौँ। डेल कार्नेगीको भन्छन्, चिन्ता हाम्रो भाग्य होइन, चिन्ता सिकिएको बानी हो र जुन कुरा सिकिएको हो त्यो बिर्सन पनि सकिन्छ। तर त्यसका लागि हामीले पहिले चिन्ताको प्रभाव स्वीकार गर्नुपर्छ। यदि तपाईले बिना कारण थकान महसुस गर्नुभएको छ, सानो कुरामा तनाव लिने बानी छ, मन सधैँ भारी लाग्छ भने त्यसो भए समस्या तपाईँ होइन, चिन्ता हो। भाग 3। आजको दिनमा बाँच्ने कला। यदि कसैले डेल कार्नेगीको यस पुस्तकको पुरै दर्शनलाई एउटै वाक्यमा समेट्न भन्यो भने त्यो वाक्य हुनेछ, आजको दिनमा बाँच। सुन्दा साधारण लाग्छ, तर यसलाई सही अर्थमा बुझ्न सके चिन्ताको आधा शक्ति यही समाप्त हुन्छ। मानिस किन आजमा बस्न सक्दैन? मानिसको शरीर आजमा हुन्छ, तर मन हिजोको पछुतोमा, भोलिको डरमा। हिजो फेरि आउँदैन, भोलि अझै आएको छैन, तर हामी यही दुई नदेखिने समयमा आफ्नो ऊर्जा खर्च गर्छौँ। डेल कार्नेगी भन्छन्, हिजोको बोझ र भोलिको डर आजको काँधमा हाल्नु आफ्नै शरीरलाई थिच्नु, हानि गर्नु हो। कल्पना गर्नुहोस्, तपाईको जीवन जहाज जस्तै हो। जहाजमा हरेक कोठा पानी नछिर्ने गरी अलग अलग बनाइन्छ। यदि एउटा कोठामा पानी पस्यो भने अरू कोठा सुरक्षित रहन्छन्। उनी भन्छन्, जीवन पनि त्यस्तै हो। आजको दिनलाई एउटा बन्द कोठा बनाउनुहोस्। हिजोको पछुतो आजमा पस्न नदिनुहोस्। भोलिको डर आजमा पस्न नदिनुहोस्। आजको कोठामा केवल आजलाई राख्नुहोस्। आजको दिन भनेको के हो? आज भन्नाले पुरै जिन्दगी होइन, पुरै वर्ष होइन, पुरै भविष्य होइन। आज भनेको 24 घण्टाको सानो टुक्रा हो। यदि तपाईले पुरै जीवन सुधार्ने दबाव लिनुभयो भने मन थाक्छ। तर यदि तपाईले भन्नुभयो, आज मात्र राम्रो बनाउँछु, त्यो सम्भव हुन्छ, किनकि भोलिको समस्या
आज समाधान गर्न सकिँदैन, तर आजको काम आज गर्न सकिन्छ। डेल कार्नेगीको मूल सन्देश यही हो, जुन कुरा तपाईको नियन्त्रणमा छैन त्यसमा चिन्ता नगर्नु। जुन कुरा आज गर्न सकिन्छ त्यो आज गर्नु। कल्पना गर्नुहोस्, तपाईँ एउटा भारी झोला बोकेर हिँड्दै हुनुहुन्छ। यदि त्यो झोलामा हिजोको ढुङ्गा, भोलिको ढुङ्गा, आजको ढुङ्गा सबै राख्नुभयो भने हिँड्न गाह्रो हुन्छ। तर यदि आजको ढुङ्गा मात्र राख्नुभयो भने यात्रा सम्भव हुन्छ। चिन्ता भनेको अनावश्यक ढुङ्गा बोक्नु हो। आजको शक्ति। जब तपाईँ आजको दिनमा इमान्दारीपूर्वक बाँच्नुहुन्छ, आत्मविश्वास बढ्छ, डर कम हुन्छ, निर्णय स्पष्ट हुन्छ र सबैभन्दा महत्त्वपूर्ण, जीवन फेरि बाँच्न लायक बन्छ। यदि तपाईँले जीवन भारी लागेको महसुस गर्नुभएको छ, भविष्य सोच्दा डर लाग्छ, मन कहिल्यै शान्त हुँदैन, आजबाट एउटा कुरा मात्र गर्नुहोस्, आजमा मात्र बाँच्न सिक्नुहोस्। भाग 4, चिन्ता नियन्त्रण गर्ने व्यवहारिक तरिका। अहिलेसम्म हामीले बुझ्यौं चिन्ता के हो, चिन्ताले जीवन कसरी नष्ट गर्छ र आजको दिनमा बाँच्नु किन जरुरी छ। अब प्रश्न उठ्छ, चिन्ता आयो भने के गर्ने? मन नियन्त्रण बाहिर गयो भने कसरी सम्हाल्ने? डेल कार्नेगी भन्छन्, दर्शन बुझ्नु राम्रो हो, तर प्रयोग नगरेसम्म जीवन बदलिँदैन। तरिका 1, सबैभन्दा खराब स्थिति स्वीकार गर्ने। मानिस किन चिन्तित हुन्छ? किनकि ऊ सधैँ सबैभन्दा खराब नतिजाबाट भाग्न खोज्छ। डेल कार्नेगी भन्छन्, भाग्नु होइन, सामना गर्नु सिक। आफ्नो मनलाई सोध, यदि सबैभन्दा खराब भयो भने के हुन्छ? के म त्यो सहन सक्छु? अचम्मको कुरा, धेरै जसो अवस्थामा हामीले सोचेको सबैभन्दा खराब त्यति डरलाग्दो हुँदैन। जब मनले भन्छ म यसलाई पनि सहन सक्छु, चिन्ताको शक्ति आधा घट्छ। तरिका 2, तथ्यमा आधारित निर्णय। चिन्ता कल्पनाबाट जन्मिन्छ, शान्ति तथ्यबाट। डेल कार्नेगीले सिकाउँछन्, समस्या आयो भने पहिले तथ्य जम्मा गर। चरण 1, समस्या के हो? 2, तथ्य के छन्? 3, सम्भावित समाधान के हुन्? 4, निर्णय गर। 5, निर्णयपछि चिन्ता छोड। एकचोटि निर्णय गरेपछि फेरि त्यही सोचिरहनु आत्मपीडा हो। तरिका 3, खाली मनलाई व्यस्त बनाउने। खाली मन चिन्ताको घर हो। जब मनसँग केही काम हुँदैन, चिन्ताले आफ्नै कथा बनाउँछ। डेल कार्नेगी भन्छन्, मनलाई उपयोगी काम देऊ। काम, सेवा, सिकाइ, सृजना। जब तपाईँ अरूको लागि केही गर्दै हुनुहुन्छ, मनसँग डर सोच्ने फुर्सद हुँदैन। तरिका 4, सानो काम अहिले। धेरै चिन्ता ठूलो काम सोचेर आउँछ। सबै कसरी मिलाउँछु? पुरै जीवन कसरी सुधार्छु? डेल कार्नेगीको उपाय, सानो काम अहिले। 1 फोन, 1 निर्णय, 1 कदम। सानो कदमले मनलाई भन्छ, म अगाडि बढ्दैछु, र जहाँ प्रगति हुन्छ त्यहाँ चिन्ता टिक्दैन। तरिका 5, थकानसँग लड्ने। धेरै चिन्ता समस्याका कारण होइन, थकानका कारण हुन्छ। थकित मन सबै कुरा ठूलो देख्छ। डेल कार्नेगी भन्छन्, आराम लिनु कमजोरी होइन, निद्रा विलास होइन, शरीरको हेरचाह मनको सुरक्षा हो। आराम गरेको मन चिन्तासँग लड्न सक्षम हुन्छ। तरिका 6, अरू के भन्छन् भन्ने डर छोड्ने। धेरै मानिस अरूको सोचका कारण चिन्तित हुन्छन्, तर सत्य के हो भने अरू मानिस आफ्नै जीवनमा व्यस्त छन्। डेल कार्नेगीले भन्छन्, मानिसहरू हामीलाई सोच्दै छैनन् हामीले सोचेको जति। यो बुझाइ आएपछि मन हल्का हुन्छ। तरिका 7, स्वीकार गर्ने बानी। सबै कुरा हाम्रो नियन्त्रणमा हुँदैन। मौसम, अरूको व्यवहार, अचानक आएको परिस्थिति। डेल कार्नेगी भन्छन्, नसकिने कुरालाई स्वीकार गर। स्वीकार गर्नु भनेको हार मान्नु होइन, शान्ति रोज्नु हो।
डेल कार्नेगीको सन्देश स्पष्ट छ। चिन्ता हटाउन जीवन बदल्नु पर्दैन, सोच्ने तरिका बदल्नु पर्छ। भाग 5। चिन्तालाई जितेका साधारण मानिसका असाधारण कथाहरू। कहिलेकाहीँ सिद्धान्तले भन्दा कथाले हामीलाई धेरै गहिरो छुन्छ, किनकि जब हामी अरूले पनि चिन्ता जितेको देख्छौँ, हामीभित्र आशा जन्मिन्छ। पहिलो कथा, रातभर ननिदाउने मानिस। उनी एक व्यापारी थिए। दिनभर काम, रातभर सोच। उनको समस्या के थियो? भोलि के हुन्छ? घाटा भयो भने, व्यापार डुब्यो भने परिवार के गर्छ? यही सोचले उनको निन्द्रा चोरेको थियो। एक दिन उनले एउटा कुरा बुझे, म रातभर चिन्ता गरेर भोलिको समस्या आजै समाधान गर्न सक्दिन। त्यस दिनदेखि रात भनेको आरामको समय, समस्या भनेको भोलि बिहानको काम। उनले मनसँग एउटा सम्झौता गरे, चिन्ता गर्ने समय भोलि। अचम्मको कुरा, निन्द्रा फर्कियो, मन शान्त भयो, निर्णय राम्रो हुन थाल्यो। दोस्रो कथा, रोगको डरले थिचिएकी महिला। एक महिला सधैँ डराइरहन्थिन्, म बिरामी हुन्छु कि? यो दुखाइ खतरनाक त होइन? उनको मन सधैँ सबैभन्दा खराब सम्भावनामा दौडिन्थ्यो। जब उनले डेल कार्नेगीको एउटा सल्लाह अपनाइन्, सबैभन्दा खराब स्थिति स्वीकार गर्ने, उनले आफैसँग भनिन्, यदि बिरामी भएँ भने पनि म उपचार लिन्छु, म बाँच्न सक्छु। यही स्वीकारोक्तिले उनको डरको जरा काटिदियो। डर घट्यो, चिन्ता घट्यो र अचम्म शारीरिक समस्या पनि कम हुन थाल्यो। तेस्रो कथा, असफलताको डरले अघि नबढेको युवक। उनी अवसर पाए पनि कहिल्यै अघि बढ्दैनथे। किन? असफलताको डर। उनी सधैँ भोलिको नतिजा सोच्थे, आजको कदम होइन। जब उनले आजको दिनको दर्शन अपनाए, उनले भने, म आज एउटा सानो प्रयास मात्र गर्छु, पुरै सफलता होइन, पुरै योजना होइन, एक सानो कदम। त्यो कदमले आत्मविश्वास जन्मायो र आत्मविश्वासले चिन्ता भगायो। चौथो कथा, अरूको विचारले बाँधिएको जीवन। एक मानिस सधैँ अरूको सोचमा बाँचे। उनीहरूले के भन्छन्, समाजले के भन्ला, यसले उनको जीवन सानो बनाएको थियो। जब उनले एउटा कुरा बुझे, मानिसहरू हामीलाई सोच्न भन्दा आफ्नै चिन्तामा व्यस्त छन्, उनले आफ्नो बाटो हिँड्न थाले र जब अरूको डर हट्यो, उनको चिन्ता पनि हरायो। यी सबै कथाको साझा सत्य, यी मानिसहरू धनी थिएनन्, महान थिएनन्, विशेष क्षमता थिएन, तर उनीहरूले एउटा कुरा गरे, चिन्तासँग लड्ने तरिका बदले, भागेनन्, स्वीकार गरे, सानो कदम चाले, आजमा बसे र यही परिवर्तनले जीवन हल्का बनायो। त्यसैले डेल कार्नेगीको भन्छन्, चिन्ताबाट मुक्त हुन नयाँ जीवन चाहिँदैन, नयाँ सोच चाहिन्छ। यदि तपाईँ सोच्दै हुनुहुन्छ, के म पनि सक्छु? उत्तर छ, हो, तपाईँ पनि सक्नुहुन्छ, किनभने चिन्ता जित्ने ती सबै मानिस तपाईँ जस्तै साधारण थिए। भाग 6, हामीले खोजेको शान्त जीवन। हामीले चिन्ताको जरा बुझ्यौं, त्यसको असर देख्यौं, आजमा बाँच्ने कला सिक्यौं, व्यावहारिक उपाय अपनायौं र साधारण मानिसका असाधारण कथाबाट आशा पायौं। अब प्रश्न एउटै बाँकी छ, अब के गर्ने? चिन्तामुक्त जीवनको सत्य। डेल कार्नेगी भन्छन्, चिन्तामुक्त जीवन समस्या नभएको जीवन होइन। चिन्तामुक्त जीवन भनेको समस्यासँग डर बिना सामना गर्न सक्ने जीवन हो। समस्या त आउँछ, तर हामी त्यसमा डुब्नु हुँदैन। डेल कार्नेगी भन्छन्, शान्ति परिस्थिति बदलिँदा होइन, सोच बदलिँदा आउँछ। उही जीवन,
उही काम, उही समस्या, तर सोच बदलियो भने जीवन बदलिन्छ। यस पुस्तकको अन्तिम सन्देश 3 शब्दमा समेट्न सकिन्छ। 1. स्वीकार। जुन कुरा हाम्रो नियन्त्रणमा छैन त्यसलाई स्वीकार गर। 2. विश्वास। आफ्नो क्षमता र जीवनको यात्रामा विश्वास गर। 3. वर्तमान। हिजो र भोलिको बोझ छोडेर आजमा बाँच। यी 3 कुरा जीवनमा आएपछि चिन्ताको ठाउँ आफै घट्छ। जीवन सधैँ पूर्ण हुँदैन। जीवन सधैँ योजना अनुसार चल्दैन। कहिलेकाहीँ असफलता आउँछ, निराशा आउँछ, आँसु आउँछ। तर डेल कार्नेगी भन्छन्, यी सबै बीच पनि शान्त भएर बाँच्न सकिन्छ। किनकि हामीले भोग्ने दुःख घटनाभन्दा होइन, त्यसलाई हेर्ने दृष्टिकोणबाट निर्धारित हुन्छ। एक वृद्ध मानिस जीवनको अन्त्यतिर भन्दै थिए, मैले जीवनभर धेरै कुरा चिन्ता गरे, तर ती मध्ये धेरै कुरा कहिल्यै भएनन्। यही हो चिन्ताको सबैभन्दा ठूलो विडम्बना। हामी नआएका दुःखमा आफ्नो खुसी खर्च गर्छौं। यदि तपाईँ यो अडियो बुक सुन्दै हुनुहुन्छ भने तपाईँ पहिले नै परिवर्तनको बाटोमा हुनुहुन्छ। आजबाट आफ्नो मनसँग मित्रता गर्नुहोस्। चिन्तालाई पूर्ण रूपमा हटाउने होइन, साना बनाउने अभ्यास गर्नुहोस्। आजको दिनलाई इमानदारीपूर्वक बाँच्नुहोस्। डर होइन, जीवन रोज्नुहोस्। चिन्ता जीवनको सत्य होइन, जीवन यस क्षणमा छ। आज सास लिनुहोस्, आज बाँच्नुहोस्, आज सुरु गर्नुहोस्। हाम्रो अडियो बुक अन्त्यसम्म ध्यानपूर्वक सुनिदिनु भएकोमा तपाईँलाई हृदयदेखि धन्यवाद। यदि यो अडियो बुकले तपाईँको सोच, आत्मविश्वास वा जीवनप्रतिको दृष्टिकोणमा सानो परिवर्तन पनि ल्याएको छ भने कृपया हाम्रो च्यानल सब्स्क्राइब गर्न नबिर्सनुहोस्। हामी विश्वभरका उत्कृष्ट, प्रेरणादायी र जीवन बदल्ने पुस्तकहरूको अडियो बुक तपाईँहरूमाझ नेपाली भाषामा निरन्तर ल्याउने बाचा गर्दछौँ। तपाईँको समर्थन नै हाम्रो सबैभन्दा ठूलो प्रेरणा हो। फेरि अर्को अडियो बुकमा भेटौँला। धन्यवाद।